यो हाम्रो कानेफेरी गाउँपालिकाको स्वामित्वमा रहेको जग्गाको हकमा 40वटा परिवारलाई राख्न सक्ने घर बनाएका छौँ। अब अरू चाहिँ हामीले के गरिरहेको छौँ भने नागरिकहरू आफै बसिराख्नु भएको ठाउँ खोला खानाका किनारहरू हुन सक्छन्, ऐलानी जग्गा हुन सक्छन्, ठुलो ठुलो बाटोमा चाहिँ बाटो कति ठाउँमा बाटोको नक्सा एकदमै धेरै छ, तर त्यो चाहिँ बाटोले त्यो जग्गा प्रयोग गरेको छैन। त्यस्ता जग्गाहरूमा पनि हामीले घर बनाएर दिएका छौँ। यो कानेपोखरी गाउँपालिकाले यो जनता आवास भनेर यो बस्तीलाई हामीले नामाकरण दिएको छ र यो चाहिँ कानेपोखरी गाउँपालिकाभित्र बसोबास गर्ने नागरिकहरू जसको आफ्नो घर छैन, जो वर्षौँदेखि अर्काको घरमा बस्नु भएको छ, रोजीरोटी गर्नुहुन्छ, दैनिकी गुजारा गर्नुहुन्छ, घर बनाउन सक्ने अवस्था छैन, त्यस्ता नागरिकको निमित्त चाहिँ एउटा अहिले संविधानले पनि त्यो अधिकार सुरक्षित गर्नु भनेको छ, आवासको अधिकार। त्यसलाई कार्यान्वयन गर्ने सिलसिलामा कानेपोखरी गाउँपालिकाले चाहिँ यो जनता आवास बस्ती बसाउने भनेर 74 सालको स्थानीय चुनाव पछि नै यहाँ चाहिँ 1 बिघा 1 कट्ठाभन्दा बढी जग्गा खरिद गरेर यो जनता आवास निर्माण कार्यको चाहिँ सुरुवात भएको थियो। अहिले यो बस्तीमा झन्डै 40 परिवार बस्न सक्ने गरीको चाहिँ घरहरू निर्माण भएको छ र कानेपोखरी गाउँपालिकाका विभिन्न वार्डहरूका चाहिँ नागरिकहरूलाई जो विपन्न हुनुहुन्छ, जसको आफ्नो बस्ने घर छैन, जसको आफ्नो घर बनाउने जमिन छैन, त्यस्ता नागरिकहरूलाई चाहिँ वार्डहरूको सिफारिसमा यहाँ ल्याएर राख्ने गरिएको। यहाँ मात्रै हो कि अन्त पनि छ कि यसको लगानीको बारे पनि अलिकति बताइदिनु। यो कानेपोखरी गाउँपालिकामा हामीले यो खालको जनता आवास चाहिँ यही मात्रै हो। यो चाहिँ सातैवटा वार्डका नागरिकहरू चाहिँ यहाँ आएर बस्नु भएको छ। यसलाई चाहिँ कानेपोखरी गाउँपालिकाले 74 सालपछि नै हरेक वर्ष बजेट चाहिँ विनियोजन गर्दै अघिल्लो पहिलो कार्यकालमा हामीले जग्गा खरिद गरेको थियौँ भने दोस्रो कार्यकालको पहिलो वर्षदेखि चाहिँ हामीले घर निर्माणका निमित्त चाहिँ बजेटहरू सङ्घीय सरकारसँग, प्रदेश सरकारका कार्यक्रमहरूसँग साझेदारी गर्ने भन्ने रकम मागेर यो चाहिँ घरहरू निर्माण गर्दै आएका छौँ र यो मलाई लाग्छ हामीले करिब 4 वर्ष लगातार यहाँ चाहिँ घर निर्माणको कामहरू सम्पन्न गरेका छौँ। एकैचोटि गर्न त सकिएन, तर प्रत्येक वर्ष गर्दै गर्दै आएर अहिले यो चाहिँ 40 परिवार बस्नको निमित्त घर निर्माण भइसकेको छ। सुकुम्बासीको घर काठमाडौँमा डोजर चलाइएको छ र देशैभरि एक खालको आतङ्क पनि सिर्जना भएको छ र आन्दोलन पनि भइरहेको छ। सर्वोच्चले एक खालको चाहिँ डिसिजन मतलब एक खालको आदेश पनि दिएको छ। यो सन्दर्भमा कानेपोखरीको अवस्था कस्तो छ पनि सुकुम्बासी बस्ती अन्तर्गत पर्छ कि के हो यो? अनि यो बस्ती चाहिँ सुकुम्बासी बस्ती अन्तर्गत पर्दैन। खास गरी सुकुम्बासी भनेको चाहिँ खोला किनार, बाटोको जग्गा, ऐलानी जग्गाहरूमा बस्नेहरूलाई सुकुम्बासी भन्ने गरिन्छ। अब काठमाडौँको अहिलेको जुन अस्तव्यस्तता छ त्यस्तो कुरालाई सम्बोधन गर्न नै हामीले चाहिँ कानेपोखरी गाउँपालिकाले धेरै अगाडिदेखि नै सुकुम्बासीहरूको उचित व्यवस्थापन राज्यको दायित्व हो। त्यो दायित्व पुरा नगरिकन सुकुम्बासी पनि यही देशका नागरिक हुन्, उनीहरूको व्यवस्थापन नगरिकन उनीहरूलाई चाहिँ भयभीत बनाउने, उनीहरूलाई त्रासदीपूर्ण अवस्थामा राख्नु राज्यले हुँदैन। राज्यले उनीहरूको उचित व्यवस्थापन गर्नुपर्छ। त्यो व्यवस्थापन गरेर उनीहरूलाई राज्यले घाँस बाँस कपास त राज्यले गर्नुपर्ने दायित्व पनि हो। त्यो दायित्व अन्तर्गत नै आवासको सुविधा राज्यले प्रदान गर्नुपर्छ। त्यही अन्तर्गत कानेपोखरी गाउँपालिकाले चाहिँ विगत वर्षदेखि नै त्यो आफ्नो कर्तव्य सम्झेर गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको हो। अब अहिले जुन सुकुम्बासीका नाममा जुन खालको आतङ्क सिर्जना भएको छ, यो सरकारले जुन ढङ्गले गर्न खोजेको छ अनि यसको चाहिँ स्पष्ट खाका त आएको छैन, तर पनि अहिले सर्वोच्चले यसलाई चाहिँ उचित व्यवस्थापन गर भनेर भनिसकेको छ भने अहिलेको सरकारले पनि 1 वर्षभित्रमा हामी चाहिँ भूमिहीन सुकुम्बासीहरूलाई चाहिँ लाल पूर्जा वितरण गर्छौँ पनि भनिरहेका छन्। त्यसले गर्दाखेरि आउँदो दिनमा सुकुम्बासीहरूको उचित व्यवस्थापन बिना सुकुम्बासीका बस्तीहरूमा जबरजस्ती डोजर लाउने, आतङ्क मचाउने कुरा चाहिँ इमार्थ त राम्रो होइन भन्ने खालको चाहिँ एउटा सन्देश पनि गएको छ र हामी कानेपोखरी गाउँपालिकामा चाहिँ यस्ता खालका समस्याहरू छन्। कानेपोखरी गाउँपालिकामा पनि हामीले यो जनता आवास मात्रै होइन, हामीले यहाँ चाहिँ ऐलानी अथवा आफ्नै जग्गामा बसिरहेका नागरिकहरूलाई पनि हामीले घर बनाएर हस्तान्तरण गरिरहेका छौँ। थुप्रै बस्तीहरू हामीले बसाइरहेका छौँ। त्यसले गर्दा कानेपोखरी गाउँपालिका चाहिँ जो मान्छे गरिबीमा छ, अभावमा छ, उनीहरूको निमित्त चाहिँ नजिकको सरकार हुनुपर्छ भन्ने चाहिँ महसुस गराउने गर्ने काम गर्दै आएको छ र त्यो दिशामा हामी अलिक संवेदनशील पनि भएर काम गरिरहेका छौँ। यहाँ कस्तो खालको मान्छेहरू चाहिँ ल्याइन्छ, त्यसको मापदण्ड के छ? कानेपोखरी गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने छ। उनीहरूको यहाँको मतदाता नावलीमा नाम समावेश भएको नागरिकहरू हुनुहुन्छ धेरैजसो,
र उहाँहरू वर्षौँदेखि चाहिँ बसिराख्नु भएको छ, अर्काको खेती कमाउनुहुन्थ्यो अथवा अर्काको घरमा चाहिँ यसो बिहान बेलुका बनी गरेर छाक्राएर बस्नुहुन्थ्यो। त्यस्ता नागरिकहरू जो चाहिँ अलिक सीमाङ्ककृत परिवारको पनि हुनुहुन्छ होइन, कोही चाहिँ अब अल्पसङ्ख्यकहरू हुनुहुन्छ, त्यस्तो खालको समुदायको नागरिकहरू चाहिँ यहाँ आएर बस्नुभएको छ। यहाँ जग्गा खाली पनि अलिकति देखिन्छ। जग्गा चाहिँ कति खरिद गरेको पालिकाले? यो पालिकाकै नाममा छैन यो पालिकाकै नाममा छ। यो 1 बिघा भन्दा केही बढी जग्गा खरिद गरिएको हो र यो खाली रहेको जग्गामा चाहिँ अब यहाँ एउटा हामीले चाहिँ यहाँका नानीहरूको निमित्त पढ्नको निमित्त बालकक्षा सञ्चालन गर्ने भनेर एउटा भवन निर्माण गरेका छौँ भने अरू कुनै खेल्ने बाटिकाहरू निर्माण गर्ने भनेर यो खाली जमिनलाई चाहिँ यहीँका केटाकेटीहरूलाई खेल्नको निमित्त चाहिँ प्रयोग गर्ने गरी राख्ने भनेर अरू चाहिँ अब हामी भवन निर्माण नगर्ने खालको तयारी गरेको छौँ। अस्ति सेनाकोबाट पनि पत्र आयो, क्षेत्रफल चाहिँ सङ्कलन गर्नु भनेर पठाउनु भनेर चाहिँ आयो। त्यस पछाडि देशैभरि एक खालको सुकुम्बासीहरू आतङ्कित छ। कानेपोखरीको अवस्था कस्तो छ र तपाईँहरूले त्यो पत्र पठाउनु भयो कि पठाउनु भएन, के छ, कस्तो अवस्था छ? अनि कानेपोखरी गाउँपालिका नि पत्रहरू त आइरहेकै छ, तर कानेपोखरी गाउँपालिकाले त्यसको हामीले त्यो पत्रको चाहिँ जवाफ हामीले पठाएको छैन। किनभने यो सुकुम्बासी समस्या समाधान आयोग थियो, यो राज्यमा आयोग थियो। आयोगमा सबै सुकुम्बासीहरूको सूचीकृत छ। त्यहाँ सुकुम्बासीहरूले आफ्नो नाम दर्ता गर्नुभएको छ भने सम्बन्धित निकायले त्यहीँबाट माग गरेर लिन पनि सक्छ। जुन चाहिँ नेपाल सरकारको मातहतमा भएको आयोग भएको हुनाले यसमा चाहिँ स्थानीय तहले फेरि नाम सूचित गरेर पठाउनु पर्नेको कुनै आवश्यकता छैन। त्यहीँबाट चाहिँ आयोग के अरे सरकारले लिन पाउने भएको हुनाले कानेपोखरी गाउँपालिकाले नाम अलि पठाएको छैन। अब आउँदो दिनमा सुकुम्बासी समस्या समाधान गर्नको निमित्त सरकारले बनाएका योजनामा चाहिँ कानेपोखरी गाउँपालिकाले पनि स्थानीय तहबाट गर्नुपर्ने भूमिका सहयोग गर्ने कुरामा त लाग्ने नै छ। खास गरिकन यस्तो नागरिकहरूको हित राज्यले गर्नुपर्छ। कोही के अरे आवास बिनाका नागरिक हुन सक्छन्, कोही खाना लाउन नसक्ने नागरिक हुन सक्छन्, त्यस्ता नागरिक, कोही शिक्षा प्रदान लिन नसक्ने नागरिक हुन्छन्, कोही औषधि उपचार गर्न नसक्ने नागरिक हुन्छ भने नागरिकहरूको चाहिँ अधिकार संरक्षण गर्ने राज्यको दायित्व हो। त्यो दायित्व पहिला राज्यले पुरा गर्नुपर्छ। त्यो पुरा गर्ने ठाउँमा हामी लाग्नुपर्छ। सबै जुनसुकै सरकार बने पनि सरकारको त्यो दायित्व भन्ने ढङ्गले चाहिँ पहिलो कुरा बुझ्नुपर्छ। अब यो देशका नागरिक हुन्, यो देशका नागरिक भइसकेपछि के उनीहरूले चाहिँ गरिबी छ, अभाव छ भने उनीहरूले के बस्नै नपाउने, यहाँबाट लखेटिनु पर्ने, त्यो त होइन होला। त्यसले गर्दा राज्यले अहिले त नेपालको संविधानले पनि त्यो खालको चाहिँ ग्यारेन्टी गरेको हुनाले त्यसको व्यवस्थापन राज्यले नगरिकन सुकुम्बासीका नाममा आतङ्क मचाउनु हुँदैन भन्ने कुरामा चाहिँ भन्ने नै मलाई लाग्छ। हेबिटेटसँगको साझेदारीमा हामीले चाहिँ विपन्न नागरिकहरूका चाहिँ घरहरू पनि निर्माण गरिरहेका छौँ। जो बस्न योग्य घरहरू थिएनन् उनीहरू चाहिँ यसो सेउला अथवा बाँसको टाटी लाएर सामान्य तिरपाल टाँगेर बसेका नागरिकहरू, खास गरी चाहिँ ऋषिदेवहरू, सन्थालहरू, यस्ता समुदायहरूका बस्तीहरूमा पनि हामीले साझेदारी गरेर घरहरू बनाएका छौँ र ती अहिले झन्डै हामीले 100 जति परिवारहरू त्यहाँ व्यवस्थापन गरेका छौँ। त्यो व्यवस्थापनले नागरिकको जीवन सहज भएको छ। उनीहरू बस्नको निमित्त हिजो असुरक्षित ढङ्गको बसोबास थियो, जहाँ चाहिँ अब पानी झरीमा साँपहरू आउने होइन, अनेक ढङ्गका चाहिँ समस्याहरू थियो भने अहिले सुरक्षित ढङ्गले नागरिकहरू बस्ने गरेका आवासहरू पनि निर्माण गरेको छौँ। र अब यो वर्ष पनि कानेपोखरी गाउँपालिकाले 45वटा घर निर्माण गर्ने भनेर त्यसको चाहिँ एउटा ठेक्का बन्दोबस्तीको काम पनि सुरु गरेको छ। त्यति मात्रै होइन, अहिले कानेपोखरी गाउँपालिकामा हामीले 25वटा घर फेरि निर्माण गरिरहेका छौँ। जो चाहिँ कानेपोखरी गाउँपालिकाले 1 लाख रुपियाँ प्रदान गरेको छ भने सहारा मार्फत हेबिटेटले 75,000 रुपियाँ गरेर एउटा नागरिकलाई 1,75,000 रुपियाँ प्रदान गरेर जो मान्छे घर बनाउनै नसक्ने हुनुहुन्छ, जसको आफ्नो जमिन चाहिँ छ, जमिन ऐलानी पनि हुनसक्छ, नम्बरी पनि हुनसक्छ, त्यस्ता नागरिकहरूको पनि घर बनाउने काम चाहिँ हामीले अगाडि बढाइरहेका छौँ। यो हाम्रो कानेपोखरी गाउँपालिकाको स्वामित्वमा रहेको जग्गाको हकमा 40वटा परिवारलाई राख्न सक्ने घर बनाएका छौँ। अब अरू चाहिँ हामीले के गरिरहेको छौँ भने नागरिकहरू आफै बसिराख्नु भएको ठाउँ, खोला खानाका किनारहरू हुन सक्छन्, ऐलानी जग्गा हुन सक्छन्, ठुलो बाटोमा चाहिँ कति ठाउँमा बाटोको नक्साहरू एकदमै धेरै छ, तर त्यो चाहिँ बाटोले त्यो जग्गा प्रयोग गरेको छैन। त्यस्ता जग्गाहरूमा पनि हामीले घर बनाएर दिएका छौँ। र केही ठाउँमा चाहिँ कुन त्यो चाहिँ अहिले 1 नम्बर वार्डमा हामीले 14वटा घर बनाएका छौँ। 2 नम्बर वार्डमा हामीले 2 नम्बर वार्डमा अब बनाउने तयारीमा छौँ। 3 नम्बर वार्डमा हामीले 60वटा घर बनाएका छौँ। 4 नम्बर वार्डमा 14-15वटा जति घर बनाएका छौँ। अब यो वर्ष चाहिँ हामी 5 नम्बर वार्ड र 2 नम्बर वार्डमा चाहिँ
त्यस्ता खालका घर बनाउने भनेर त्यसको चाहिँ तयारी अगाडि बढिसकेको छ। लाभग्राहीहरू पहिचान गरिवरी उनीहरूलाई सम्झौता गराउने कामहरू अगाडि बढेको छ। सुरुमा हामीले यो काम गर्दाखेरि चाहिँ झन्डै 4 लाखमा घर बनेको थियो भने त्यसमा चाहिँ आधी गाउँपालिकाको पैसा थियो भने आधी चाहिँ दाताहरूको पैसा थियो। तर अहिले बन्न आँटेको घर चाहिँ अलिक महँगो छ। अहिले चाहिँ हामी ठेक्का बन्दोबस्तीबाट गर्ने भएको हुनाले झन्डै यो चाहिँ सबै दुवैतर्फको खर्च गर्दाखेरि झन्डै 7 लाख रुपियाँमा मात्रै एउटा घर निर्माण हुन सक्ने खालको अवस्था गरिएको छ। अब यसको चाहिँ ठेक्का खोलिएको छ, कति बिलोमा ठेक्का लाग्छ त्यो अनुसार मात्रै अहिलेको पछिल्लो मूल्य थाहा हुन्छ।